धान रोपाई खेती मात्र होइन, यो नेपाली संस्कृति र परम्पराको एक महत्त्वपूर्ण हिस्सा पनि हो। हेलो, यो मेरो अर्को भिडियोमा स्वागत छ। आजको भिडियो चाहिँ मेरो घरबाट नै सुरु हुन्छ। आज चाहिँ हामी जाँदैछौँ धान रोप्नलाई। आज चाहिँ हामी आएको छौँ फेरि दोस्रो दिन धान रोप्न। तर यहाँतिर चाहिँ सबै धान रोपेर पुरै भइसकेको छ। खेतहरू देख्न सक्नुहुन्छ पछाडिको, होइन? खोकाना, ठुलो खोकानाको एरिया हो यो चाहिँ सबै। तर यहाँ सबै धान रोपिनै पुरै सकिसकेको छ है त। यहाँ चाहिँ रोपाइको लागि बिउ खाल्दै हुनुहुन्छ दिदीले चाहिँ। अब हामी चाहिँ रोपाइ स्टार्ट गर्छौँ। अब चाहिँ हाम्रो स्टार्ट हुन्छ हिलो खेल्ने। अब चाहिँ असरी महिना मात्रै त भएन, रमाइलो पनि गर्नु पर्यो होइन? त्यही भएर हामी अब हिलो छ्याप्दैछौँ एकअर्कामा। यो मजाले एकछिन अझै हिलो खेल्नुपर्छ अनि मात्रै चिप्लिन्छ है। अब क्यामेरा यसले के आरेछ त्यहाँ खनेर। नानी अरू भन्दा हामीले नानी बिचरा हाल्नु हाल्नु चाहिँ हाल्नु मात्रै
मानो रोपेर मुरी उब्जाउने यो व्यस्त समयमा शरीरलाई ऊर्जा र शीतलता प्रदान गर्न दही र चिउरा खाइन्छ र भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हामी अर्को भिडियोमा भेटौँला है त।